क्लिनिक, उहाँहरूको च्यालेन्ज पनि सेम थियो, पुरै लसमा थियो बिजनेस, क्लिनिक बन्द गर्न आँट्नु भएको थियो। तर उहाँहरूसँग मैले कुरा गरेँ, मेरो कुरा भयो र हामीसँग काम गर्न थाल्नु भइसकेपछि 30 डेजमा हामीले उहाँहरूलाई 12 लाखको सेल्समा पुऱ्यायौँ क्या। 12 लाख क्लोज गर्न लागेको बिजनेस थियो, यो क्लिनिक थियो। 12 लाखको सेल्समा पुऱ्यायौँ विदिन 30 डेज। कसरी? बाई एआई मार्केटिङ, युजिङ एआई मार्केटिङ। अरू क्लाइन्ट हुनुहुन्थ्यो एउटा नन प्रफिट अर्गनाइजेसन, उहाँहरूले चाहिँ एनिमल्सहरूको लागि काम गर्नुहुन्थ्यो। च्यालेन्जेस के थियो? उहाँहरूको खर्च मन्थली 2.5 लाख थियो, तर डोनेसन उहाँहरूले 60-70 हजार मात्रै उठाइराख्नु भएको थियो क्या। एन्ड आफ्टर वर्किङ विथ अस हामीले उहाँहरूलाई 15 दिनमा 8 लाखको डोनेसनमा पुऱ्यायौँ। कसरी? विथ एआई मार्केटिङ। सो हाम्रो क्लाइन्टले पैसा कमाइसकेपछि हामीले पैसा कमाउँछौँ। मतलब पैसा त हामीहरू हाम्रो क्लाइन्टसँग अगाडि नै एडभान्समै उठाउँछौँ, तर क्लाइन्टको लागि हामीले पैसा, उहाँहरूको रेभिन्यू बढाउन सक्यौँ भने उहाँहरू हामीहरूसँग एभ्री मन्थ काम गर्न सक्नुहुन्छ, हाम्रो सर्भिस चार्ज एभ्री मन्थ पे गर्न सक्नुहुन्छ। सो वेन दे मेक मनी, वी मेक मनी। ओके, सो बिकज अफ दिस एभ्रीवान, बिजनेसेस निड एआई मार्केटर्स बिकज अफ दिस, है। त तपाईँले गुगलमा वा फेसबुकमा गएर हेर्नुभयो भने कति धेरै भ्याकेन्सिजहरू देख्नुहुन्छ क्या। जस्तै डिजिटल मार्केटिङ एक्सपर्ट भनेर छ, डिजिटल मार्केटिङ सोसियल मिडिया म्यानेजर भनेर छ, डिजिटल मार्केटिङ सोसियल मिडिया म्यानेजर, डिजिटल मार्केटिङ म्यानेजर, डिजिटल मार्केटिङ एक्जिक्युटिभ, एसइओ एनालिस्ट, मार्केटिङ स्पेसलिस्ट, डिजिटल मार्केटिङ अफिसर, मार्केटिङ म्यानेजर, कति धेरै पोस्टहरू तपाईँले हेर्न सक्नुहुन्छ क्या। दिस इज वाइ तपाईँले एआई मार्केटिङ सिक्न जरुरी छ। दिस इज वाइ तपाईँले एउटा हाई डिमान्ड स्किल सिक्न जरुरी छ, तपाईँ आफ्नो लागि पनि तपाईँको क्लाइन्टको लागि पनि। ओके, सो एआई मार्केटिङ सिक्ने कसरी त नि? यो क्वेसन तपाईँहरूको मनमा धेरै अगाडिदेखि नै छ होला है। अब हेर्नुहोस् है, तपाईँलाई डक्टर बन्नु पर्यो भने तपाईँ प्राइभेट कलेजमा नेपालमा जानुभयो भने 45 to 75 लाख लाग्छ एमबिबिएस गर्न। इन्डियामा जानुभयो भने 70 लाख to 1.5 crores लाग्छ। ड्युरेसन एमबिबिएस गर्नको लागि 4 years प्लस 1 year को इन्टर्नसिप, द्याट इज 5.5 years लाग्छ। इन्जिनियरिङ गर्नको लागि प्राइभेट कलेजमा जानुभयो भने 8 to 15 लाख नेपालमा, इन्डियामा 13 to 32 lakhs लाग्छ। ड्युरेसन ब्याचलर्स 4 years प्लस ब्याक पेपर्स त कति हो कति। तपाईँहरू इन्जिनियरिङ तपाईँहरूले गर्नुभएको छ भने ब्याक पेपर्सको बारेमा तपाईँहरूसँग मैले कुरा पनि गर्नु पर्दैन होला। त्यसैले लयर बन्नको लागि नेपाली प्राइभेट कलेजमा 5 to 10 lakhs, इन्डियामा जानुभयो भने 12 to 32 lakhs खर्च हुन्छ। ड्युरेसन 5 years इन्टिग्रेटेड ल प्रोग्रामको लागि। तर एआई मार्केटिङको लागि त्यत्रो पैसा त्यत्रो वर्ष लाग्दैन, डोन्ट वरी। तपाईँलाई इयर्स एन्ड इयर्स अफ लर्निङ चाहिँदैन, तपाईँले मल्टिपल ल्याक्स स्पेन्ड गर्नु पर्दैन, र तपाईँले मल्टिपल इयर्स कुर्नु पर्दैन त्यो स्किललाई मोनिटाइज गर्नको लागि है। एन्ड यु डोन्ट निड टु गो अब्रोड, तपाईँ विदेश जानु पर्दैन फर फ्यान्सी डिग्री। तपाईँलाई के चाहिन्छ थाहा छ? एकदमै सिम्पल छ क्या। तपाईँलाई यति मात्र भइपुग्छ जस्तो लाग्छ होला, तर यस, वाट डु यु निड इज अ ल्यापटप एन्ड एन इन्टरनेट कनेक्सन, बेसिक कम्प्युटर स्किल्स र बेसिक इङ्ग्लिस टु रिड एन्ड राइट। जति पनि टुल्सहरू, जति पनि प्लेटफर्म्सहरू हामीले एआई मार्केटिङ गर्नको लागि युज गर्छौँ नि, त्यो सबै टुल्स एन्ड प्लेटफर्म्सहरू इङ्ग्लिस ल्याङ्ग्वेजमा हुन्छ। सो इङ्ग्लिस ल्याङ्ग्वेजमा तपाईँ खर्र बोल्नु परेन, तर पढ्न लेख्न चाहिँ आउनुपर्छ। तपाईँसँग यो तिनटै रिक्वायरमेन्ट छ होला। यदि छ भने टाइप 3R इन द च्याट बक्स। 3R। तपाईँसँग यो तिनटै रिक्वायरमेन्ट छ एआई मार्केटिङ सिक्नको लागि भने टाइप 3R इन द च्याट बक्स। यस, सकिन्छ। अब सिक्नको लागि दुईटा वे छ है। तपाईँहरूले एआई मार्केटिङ सिक्नको लागि दुईटा वेज छ। पहिलो वे भनेको सेल्फ लर्निङ। तपाईँले युट्युबमा भिडियोजहरू छ, हजारौँ भिडियोजहरू छ, इन्स्टाग्राममा हजारौँ इन्फ्लुएन्सर्सहरू छ, हजारौँ ब्लग आर्टिकल्सहरू छ, हजारौँ ग्रुप्सहरू छ। यता गएर आफैले सेल्फ लर्निङ गर्न सक्नुहुन्छ। र यसलाई मैले किन नम्बर एउटा वे अफ लर्निङ राखेको छु भने तपाईँले पैसा खर्च गर्नु पर्दैन सिक्नको लागि। तपाईँसँग डिटर्मिनेसन टु लर्न हुनुपर्छ, एकदमै त्यो इच्छा हुनुपर्छ। तपाईँलाई पैसा इन्भेस्ट गर्नु पर्दैन सिक्नको लागि, तर
तपाईँले टाइम चाहिँ धेरै नै इन्भेस्ट गर्नुपर्ने हुन्छ। अहिलेको लेभलमा मलाई आउनको लागि इट टुक मी 9 इयर्स, 9 वर्ष लाग्यो। किनकि जब मैले डिजिटल मार्केटिङ सिक्न स्टार्ट गरेँ 2017मा, त्यो बेलामा डिजिटल मार्केटिङ एकदम नै नयाँ थियो क्या मार्केटको लागि।